नेपालको लाइफ इन्स्योरेन्स सेक्टरमा एउटा निकै रोचक कुरा भइरहेको छ। सोच्नुहोस् त, एउटै क्षेत्रका कम्पनीहरू तर एउटाको स्टकले आकाश छोएको छ भने अर्को चाहिँ लगभग त्यहीँको त्यहीँ छ। आज हामी यही 488% पछाडिको रहस्य के हो त्यसलाई खोतल्नेछौँ। ल सुरु गरौँ गार्जियन माइक्रो लाइफबाट। यसको स्टक आफ्नो सबैभन्दा तल्लो बिन्दुबाट 488%ले माथि छ। अनि अर्कोतिर हेरौँ हिमालयन लाइफलाई, जुन मुस्किलले 5% मात्रै बढेको छ। एउटै उद्योग तर प्रदर्शनमा यस्तो आकाश जमिनको फरक। आखिर किन त? आउनुहोस् यसको कारण के हो पत्ता लगाऊ। अब यो यति ठूलो भिन्नताको कारण बुझ्नलाई हामीले दुईवटा एकदमै निर्णायक सूचकहरूमा ध्यान दिनुपर्छ। हो, यिनै दुई कुराले हामीलाई पुरै कथा बताउँछन्। त्यसो भए यो रहस्य सुल्झाउनको लागि हामी दुईवटा मुख्य वित्तीय औजारहरू प्रयोग गर्दैछौँ, जसले यो भिन्नताको पछाडि के छ भन्ने कुरालाई छर्लङ्ग पार्नेछ। हाम्रो पहिलो औजार हो हालको बजार मूल्य, जसलाई छोटकरीमा CMP भनिन्छ। सिधा भाषामा भन्दा यो त्यो मूल्य हो जसमा आज स्टक किनबेच भइरहेको छ। तर यो यत्तिकै बनेको नम्बर होइन। यो खासमा कम्पनीको प्रति शेयर आम्दानी अर्थात् EPS र बजारले त्यो आम्दानीको लागि कति गुणा बढी तिर्न तयार छ भन्ने कुरा अर्थात् P/E रेशियोको गुणनफल हो। र दोस्रो औजार हो 52 हप्ताको न्यूनबाट वृद्धि। यो एकदमै रोचक छ। यसले के बताउँछ भने कुनै स्टक आफ्नो पछिल्लो 1 वर्षको सबैभन्दा खराब अवस्थाबाट कति माथि उठेको छ। यो स्टकको कमब्याक कति शक्तिशाली छ भनेर नाप्ने एक सरल तर एकदमै प्रभावकारी तरिका हो। ल अब यी दुई सूचकहरूलाई व्यवहारमा हेरौँ। यसले कसरी केही स्टकहरू रकेट जस्तै उडे र केही चाहिँ एङ्कर जस्तै एकै ठाउँमा अड्किए भन्ने कुरालाई प्रष्ट पार्छ। एकातिर छन् रिकभरी रकेटहरू, गार्डियन माइक्रोलाइफ र क्रेस्ट माइक्रोलाइफ जस्ता कम्पनीहरूलाई हेर्नुहोस् त, जसले आफ्नो न्यूनतम बिन्दुबाट क्रमशः 488% र 310% को अविश्वसनीय वृद्धि देखाएका छन्। यसले के देखाउँछ? लगानीकर्ताहरूको बलियो विश्वास र खरिदको ठूलो चाप। अनि अर्कोतिर छन् मोमेन्टम एङ्करहरू। हिमालयन लाइफ र सानीमा रिलायन्स लाइफ जस्ता स्टकहरूले 10% भन्दा पनि कमको सुधार देखाएका छन्। मूल्य हेर्दा सस्तो देखिए पनि यसले लगानीकर्ताहरूमा खरिद गर्न खासै उत्साह नभएको र स्टक एक किसिमले अड्किएको अवस्थामा रहेको देखाउँछ। यो चार्टले त कथालाई झनै स्पष्ट बनाउँछ, होइन त? एकातिर गार्डियन माइक्रोलाइफको त्यो विशाल बार छ भने अर्कोतिर हिमालयन लाइफको सानो टुक्रा। यो ग्यापले बजारको मनोविज्ञान देखाउँछ। लगानीकर्ताहरू जित्नेहरूको पछि लागिरहेका छन् र कमजोर प्रदर्शन गर्नेहरूलाई वास्ता गरिरहेका छैनन्। त्यसो भए यसको खुलासा के हो त? मुख्य कुरा मूल्यलाई गति अर्थात् मोमेन्टमसँग जोडेर हेर्नुमा छ। कुनै स्टक सस्तो हुनु मात्रै काफी छैन, त्यसमा माथि जाने गति पनि हुनुपर्छ। यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले मूल्य मात्र होइन, मूल्य र त्यसको रिकभरी मोमेन्टम बीचको सम्बन्धलाई हेर्नुपर्छ। सस्तो देखिने स्टक सधैँ राम्रो लगानी नहुन सक्छ। हामीले सोध्नुपर्छ, यो किन सस्तो छ र के यसले माथि जाने कुनै सङ्केत देखाएको छ? र यसले हामीलाई दुईवटा फरक परिदृश्य देखाउँछ। एकातिर जब कम मूल्य र उच्च वृद्धि एकै ठाउँमा देखिन्छ, यो एउटा सम्भावित रिकभरीको कथा हुन सक्छ। तर अर्कोतिर जब कम मूल्य र कम वृद्धि सँगै आउँछ, यो एउटा भ्याल्यू ट्र्याप पनि हुन सक्छ। अर्थात् हेर्दा सस्तो तर कुनै कारणले अगाडि बढ्न नसकेको र लगानी फसाउन सक्ने अवस्था। ठिक छ, अब यो ज्ञानलाई एउटा सरल 3 चरणको विश्लेषण टुलकिटमा बदलौँ, जसलाई जुनसुकै स्टकको प्रारम्भिक विश्लेषण गर्न प्रयोग गर्न सकिन्छ। यो प्रक्रिया एकदमै सरल छ। पहिलो चरण, स्टकको हालको मूल्य CMP हेर्नुहोस्, तर त्यतिमै नरोकिनुहोस्। दोस्रो चरण, तुरुन्तै यसलाई 52 हप्ताको न्यूनबाट कति प्रतिशत वृद्धि भयो भनेर तुलना गर्नुहोस्। के यसमा गति छ? र अन्त्यमा तेस्रो चरण, अलि गहिरिएर कम्पनीको आधारभूत कुराहरू जस्तै EPS र P/E हेरेर यो मूल्य र गति वास्तविक मूल्यमा आधारित छ कि छैन भनेर जाँच्नुहोस्। एउटा सानो उदाहरण हेरौँ। रिलायबल नेपाल लाइफ, यसको EPS लगभग 20 छ र PE 24.5 को हाराहारीमा, जुन निकै राम्रो सङ्केत हो। यसको रिकभरी करिब 17% छ। अब यो गार्डियन माइक्रोलाइफ जस्तो आकाश छोएको त छैन, तर यो एक ठोस र आधारभूत रूपमा बलियो सुधार हो। यसले यो भ्याल्यू ट्र्याप होइन भन्ने सङ्केत गर्छ।
र अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटै महत्त्वपूर्ण प्रश्न सोध्न सिकाउँछ, के कुनै स्टक साँच्चै सस्तो भएर अवसर बनेको हो वा त्यो सस्तो हुनुको पछाडि कुनै ठोस कारण छ? एउटा कुरा सधैँ याद राखौँ, बजारमा मूल्यले के भइरहेको छ भन्छ भने मोमेन्टमले अक्सर किन भइरहेको छ भन्ने सङ्केत दिन्छ।